हर्क साम्पाङ समाजलाई जातीय तथा धार्मिक रूपमा विभाजित गर्ने, अदालतको आदेश नमान्ने, डिसिप्लिन नभएको र एटेन्सन सिकर भएको उनको आलोचकहरू आरोप लगाउँछन्। कसैका लागि उनी क्रान्तिकारी, मेहनती र परिवर्तनको आशा जस्ता नेता मानिन्छन्। उनको फेसबुक पोस्ट खोल्नुहोस्, कमेन्ट सेक्सन खोल्नुहोस्, प्रशंसा र गाली दुवै उत्तिकै वर्षिन्छन्। कसैले उनलाई देशको अन्तिम आशा भन्छन् भने कसैले हाउस अफ कार्ड्स वा देश बिगार्ने पात्र भन्छन्। उनको आक्रामक भाषा, पत्रकारसँगको झगडा, अरू नेतामाथिको कटाक्ष, डोनेसनको अपारदर्शिता र अदालतको आदेशलाई चुनौती दिने शैलीले गर्दा उनी नेपालको सबैभन्दा पोलराइज्ड अर्थात् अत्याधिक विभाजित राजनीतिक व्यक्तित्व बनेका छन्। तर मूल प्रश्न यही छ, यदि उनी यति विवादास्पद र यति खतरनाक मानिन्छन् भने किन धरानका जनताले पटक पटक उनलाई विश्वास गरे? विक्रमसम्म 2076 सालको उपनिर्वाचनमा मात्र 422 मत ल्याएका उनलाई 2079 को स्थानीय निर्वाचनमा धरानवासी जनताले किन 20,821 मत दिएर जिताए? अझ 2082 को प्रतिनिधि सभा निर्वाचन हेर्नुहुन्छ भने उनले 35,741 मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीको गोमा तामाङलाई हराए। किन 422 मतबाट सुरु भएको यात्रा केही वर्षमै 35,741 मतसम्म पुग्यो? किन हजारौँ मानिस अझै पनि उनको पछि लागेर श्रमदान गर्न तयार हुन्छन्? र सबैभन्दा ठुलो प्रश्न, पुराना दलहरूको भ्रष्टाचारप्रति जनताको वितृष्णा बढिरहेको बेला हर्क साम्पाङ जस्ता स्वतन्त्र र आक्रामक पात्रहरू किन बारम्बार उठ्दैछन्? उनी साँच्चै परिवर्तनको लागि लडिरहेका हुन् कि केवल विवाद र लोकप्रियताको खेती गरिरहेका हुन्? सबै कुराको विश्लेषण गर्छौँ। हर्कराज राई साम्पाङ, जसलाई देशले हर्क साम्पाङ भनेर चिन्छ, उनी 2040 साल फागुन 15 गते खोटाङ जिल्लाको खारताम्छा गाउँमा जन्मिएका थिए। उनी कुनै राजनीतिक वा प्रभावशाली परिवारबाट आएका होइनन्। बुबा ब्रिटिस लाउरे थिए, परिवार सामान्य मध्यमवर्गीय थियो। सानैदेखि जिद्दी, सिधा कुरा सिधै भन्ने, कसैसँग नडराउने र कहिलेकाहीँ बढी आक्रामक स्वभावका थिए। साहित्य र सङ्गीतमा गहिरो रुचि थियो। गीत लेख्थे, कविता कोर्थे र पछि मिसिङ हार्ट नामको एल्बम समेत निकाले। अहिले पनि गिटार बजाएर गीत गाउने भिडियोहरू सोसल मिडियामा बेला बेला हालिरहन्छन्। खुट्टा तान्न छोड बरु भिरपाखामा पाइप तान्न हर्क साम्पाङ एसएलसी पछि धरान झरे। महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति शास्त्र र अङ्ग्रेजी पढे। केही समय ट्युसन पनि पढाए। उनी इराक र अफगानिस्तानमा वैदेशिक रोजगारीमा गएर काम पनि गरेको व्यक्ति हुन्। त्यहाँबाट फर्किएपछि धरानको खानेपानी, भ्रष्टाचार र स्थानीय समस्याले उनलाई एक्टिभिस्ट बनायो। हर्क साम्पाङ एक्कासी चर्चामा आएका होइनन्। करिब 10 वर्षदेखि उनी धरानका जनसरोकारको मुद्दामा सडकमा थिए। सुरुमा एक्लै हाते माइक बोकेर टोलमा भ्रष्टाचार विरुद्ध माइकिङ गर्थे। कहिले खानेपानी समस्या, कहिले सम्पत्ति कर वृद्धि, कहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकृति, कहिले खोलानालाबाट अवैध ढुङ्गागिटी उत्खनन, यी सबै मुद्दामा उनी सक्रिय थिए। पहिले राष्ट्रिय एकता सञ्जाल नामको संस्था खोले। क्रान्ति उपनाम राखेर भ्रष्टाचार विरोधी अभियान चलाए। आन्दोलनका क्रममा उनी पटक पटक पक्राउ परेका छन्। सन् 2020 मा एडिबी ब्याक्ड पानी परियोजनाको विरोधमा वाटर सोर्समा तोडफोड गरेको आरोपमा पक्राउ परेर 2000 जरिमाना समेत तिरेका थिए। हर्क साम्पाङ एकपटक पानीको मुहान अनुगमनमा जाँदा पाइप तोडफोडको मुद्दा लागेर 15 दिन थुनामा बसेका थिए। तर अधिकांश मुद्दामा सफाई पाए। जनताले समस्या पर्दा उनलाई फोन गर्थे। टोलमा पानी नआए, सरकारी कार्यालयमा ढिलासुस्ती भए, बाटो बिग्रिए, जुनसुकै समस्या भए पनि हर्क साम्पाङलाई सम्झिन्थे। उनी समस्या बुझेर सम्बन्धित अधिकारीसँग कडा कुरा गर्थे। फेसबुक लाइभ गरेर जनतालाई जानकारी दिन्थे। समाधान नभए आन्दोलन गर्थे। यो निरन्तरता, पहुँच र सडक सङ्घर्षले नै धरानवासीको विश्वास जित्यो। अब कुरा गरौँ राजनीतिक यात्राको। विक्रमसम्म 2074 सालमा एमालेका तारा सुब्बा धरानको मेयर निर्वाचित भएका थिए। तर निर्वाचित भएको 1 वर्ष नपुग्दै 2075 साउनमा उनको निधन भयो। यसपछि 2076 मङ्सिरमा उपनिर्वाचन भयो। त्यो उपनिर्वाचनमा काङ्ग्रेसका तिलक राईले मेयर पद जितेर धरानको इतिहासमा गैर वामपन्थीको पहिलो जित हासिल गरे। सोही उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा हर्क साम्पाङले पनि भाग लिएका थिए। खानेपानी मुख्य एजेन्डा बनाएका साम्पाङले मात्र 422 मत प्राप्त गरे र 5औं स्थानमा रहे। त्यसबेला उनको हैसियत निकै कम थियो। यो हारपछि पनि हर्क साम्पाङले आफ्नो अभियान छोडेनन्।
विक्रम सम्वत 2079 को स्थानीय चुनावमा देशभर स्वतन्त्र उम्मेदवारको ठुलो लहर चलेको थियो। काठमाडौँमा बालेन शाहले लौरो चिन्ह लिएर क्रेज सिर्जना गरेका थिए भने धरानमा पनि हर्क साम्पाङले त्यही लौरो चिन्ह लिएर चुनाव लडे। हर्कसँग न त ठुलो पार्टी थियो, न करोडौँको बजेट, न कुनै शक्तिशाली नेताको ब्याकिङ। उनी अटोमा स्पिकर राखेर घर घर पुगेर आफै प्याम्पलेट बाँडेर र कहिले गिटार बजाएर प्रचार गर्थे। मुख्य एजेन्डा खानेपानी समस्या समाधान र भ्रष्टाचार विरोधी थियो। नतिजा आएपछि धरान स्तब्ध भयो। हर्क साम्पाङले 20,821 मत प्राप्त गर्दै काङ्ग्रेसकी किशोरी राई र एमालेकी मन्जु भण्डारीलाई हराएर धरान उपमहानगरपालिकाको पहिलो स्वतन्त्र मेयर बने। मेयर बनेपछि उनले श्रमदान अभियानलाई व्यापक बनाए। सर्दु, कोकाहा, पोकुवा खोलाबाट पानी ल्याउने प्रयासमा आफै ढुङ्गा बोके, खाल्डो खने, जङ्गलमा बसे। यो दृश्यले धेरैलाई इन्स्पायर गर्यो। यही अवधिमा ठुला विवादहरू पनि उत्पन्न भएका थिए। मेयर हुँदा हर्क साम्पाङमाथि गम्भीर आरोपहरू लागेका छन्। श्रम संस्कृति पार्क वाटरसेड क्षेत्र र वन जग्गामा अवैध रूपमा बनाइएको आरोप छ। अडिटर जेनरलले पार्क निर्माणमा अपारदर्शी रूपमा करोडौँ खर्च भएको बताएको छ। कोका खोला पानी अभियानमा करोडौँ रुपियाँ डोनेसन व्यक्तिगत समूह मार्फत उठाइएको, सुम्नीमा पारुहाङ मूर्तिको लागि व्यक्तिगत बैङ्क खातामा पैसा जम्मा गरेको, पानीको महसुल अत्याधिक बढाएको, कर्मचारीहरूलाई ह्युमिलिएट गरेको र मनपरी सरुवा नियुक्ति गरेको आरोप पनि लागेको छ। सबैभन्दा चर्चित विवाद भने कार्यवाहक मेयरको थियो। बेलायत भ्रमण जाँदा उनले कार्यवाहक मेयरको जिम्मेवारी आफ्नो अङ्कल पर्ने धरान 11 वडा अध्यक्ष लोकेन्द्र फागोलाई दिए। तर कानुन अनुसार यो जिम्मेवारी उपमेयरलाई दिनुपर्ने थियो। उपमेयरले अदालतमा मुद्दा जिते पनि हर्क साम्पाङले अदालतको आदेशलाई अस्वीकार गरे। उपमेयरले हाइकोर्टमा मुद्दा हाले र अदालतले उपमेयरको पक्षमा फैसला गर्यो। तर हर्क साम्पाङले बेलायतबाट फेसबुकमा आक्रामक प्रतिक्रिया दिँदै अदालतको आदेशलाई अस्वीकार गरे। उनले लेखे, म अदालतबाट चुनिएर आएको होइन, म जसलाई दिन्छु उही कार्यवाहक मेयर हो, बहस नगर्नुहोस्। यसबाहेक विक्रम सम्वत 2062-63 ताका नक्कली माओवादीको नाममा चन्दा उठाएको पुरानो आरोप पनि फेरि चर्चामा आइरहेको छ। जातीय र धार्मिक मुद्दामा उनको शैलीले समाजमा टेन्सन बढाएको आलोचना समेत हुने गरेको छ। धरानमा केही व्यक्तिहरू माओवादीको नाममा चन्दा उठाउँदै थिए। शान्ति सम्झौतापछि पनि यो क्रम रोकिएको थिएन। यसलाई रोक्न माओवादीको युवा विङ युथ कम्युनिस्ट लिग YCL अभियान चलायो। त्यही क्रममा YCLलाई एउटा नक्कली माओवादीको ग्रुपले चन्दा उठाइरहेको सूचना आयो। YCL ट्र्याप राखेर उक्त व्यक्तिलाई धरानको वाणिज्य ब्याङ्क बोलायो। पैसा लिन आउने व्यक्ति पहेँलो र सेतो करिजमा मोटरसाइकलमा आए। उनी हर्क साम्पाङ नै थिए। YCL उनलाई पक्राउ गर्यो, भानुचोक घुमायो र धरान 15 को रम फ्याक्ट्रीमा लगेर कडा कुटपिट गर्यो। त्यति बेला हर्क साम्पाङ धरानको द पर्फेक्ट इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटको म्यानेजिङ डिरेक्टर थिए। मेयरको कार्यकाल छाडेर हर्क साम्पाङले श्रम संस्कृति पार्टी दर्ता गरे। 2082 को सङ्घीय संसदीय निर्वाचनमा उनले सुनसरी 1 बाट 35,741 मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको गोमा तामाङलाई हराएर सांसद निर्वाचित भए। श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा कुल 7 सिट जितेको छ, जसमध्ये 3 जना प्रत्यक्ष निर्वाचित थिए भने 4 जना समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। हर्क साम्पाङ संसदीय दलको नेता समेत बनेका छन्। श्रम संस्कृति पार्टी सत्ता बाहिर छ र विपक्षी भूमिकामा छ। हर्क साम्पाङले आफूलाई रचनात्मक विपक्षी भनेका छन्। उनी सरकारको आलोचना गर्दै जनताका मुद्दाहरू, श्रम, पानी, भ्रष्टाचार विरोधलाई संसदमा उठाउने गरेका छन्। विपक्षमा बसेर सरकारलाई खबरदारी गर्नु लोकतन्त्रको राम्रो पक्ष हो। काङ्ग्रेस, एमाले, माओवादीले वर्षौंदेखि यही भूमिका खेल्दै आएका छन्। तर हर्क साम्पाङको खबरदारी शैली भने अलि अव्यावहारिक र अतिरञ्जित जस्तो देखिन्छ। यो शैलीले उनको खबरदारीलाई प्रभावकारी भन्दा बढी नाटकीय बनाउने गरेको आलोचकहरू बताउँछन्। अब प्रश्न आउँछ, हर्क साम्पाङलाई किन पटक पटक धराने जनताले जिताए? हर्क साम्पाङको उदयको मुख्य कारण हो पुराना दलहरूको भ्रष्टाचार, आफन्तवाद, सेवा प्रवाहमा असफलता र जनताबाट टाढिएको शैली। उनी 10 वर्षदेखि निरन्तर सडकमा थिए, जनताको समस्या आफ्नो समस्या ठानेर काम गरे। तर अर्कोतिर अदालतको आदेश नमान्ने, कानुन विरोधी काम गर्ने, डोनेसनको हिसाब पारदर्शी नराख्ने, जातीय र धार्मिक विषयलाई उचाल्ने र एटेन्सन सिकर शैलीले उनको विश्वसनीयतामाथि ठुलो प्रश्न खडा गरेको छ।
बजेट बिना विकासको नारा राम्रो लाग्छ, तर कानुन र नियमलाई कमजोर बनाउने हो भने यो टिकाउ हुँदैन। नेपालको राजनीतिमा हर्क साम्पाङ एउटा फेनोमेनन हुन्। उनी ठुलो परिवर्तन ल्याउने नेता बन्न सक्छन् वा कन्ट्रोभर्सीको भुमरीमा हराउने अर्को उदाहरण बन्न सक्छन्। यो अब उनीमाथि निर्भर छ। सांसदको रूपमा राष्ट्रिय स्तरमा उनले के एजेन्डा ल्याउँछन्, श्रम संस्कृति पार्टीले कस्तो विकल्प दिन्छ समयले देखाउनेछ। तर एउटा कुरा भने प्रष्ट छ, नेपाली जनता सच्चा परिवर्तन चाहन्छन्। हर्क साम्पाङको यो लामो, रोचक र विवादास्पद यात्रा अझै जारी छ। उनी कहाँ पुग्छन् र नेपालको राजनीति कता मोडिन्छ हेर्न बाँकी छ।